हेलो एभ्रिवान हो म चाहिँ धेरै लामो ग्याप पछि भिडियो बनाउँदैछु किनभने आज चाहिँ मेरो मम्मीको बर्थडे हो। सो ह्यापी बर्थडे। ल छिटो गीत गाइदिनुस्। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर माम भन्देऊ। भर्खर उठेको हामी चाहिँ हो। अब आर्सुले चाहिँ ह्यापी बर्थडे भनिसक्यो। हाम्रो बर्थडे गर्ल चाहिँ यहाँ हुनुहुन्छ। हाम्रो बर्थडे गर्ल चाहिँ यहाँ हुनुहुन्छ। ह्यापी बर्थडे मम्मी। हाम्रो आपा चाहिँ आइपुग्नु भयो हो घरबाट। आपाले चाहिँ के ल्याइदिनु भएछ घरबाट भने चाहिँ अन्डा एक ट्रे ल्याइदिनु भएछ हो। अन्त के ल्याउनु भएको छ आपा? चिउरा ल्याइदिनु भएछ। के हो यो चाहिँ? सबैको लागि मिठाई हो। ए मिठाई ल्याउनु भएछ किनभने आज मम्मीको बर्थडे हो। तिमीहरूको लागि सबैको लागि ए फ्रुट्सहरू ए आप जस्तो देख्छ त म त। आँपै हो। अम्बो आप नयाँ आप। वाउ यो चाहिँ भेन्डी हो। ए भेन्डी मम्मीको लागि सब्जीहरू। यो बहिनीको लागि चामल बस्तीको। ए आर्सुको लागि बस्तीको चामल ल्याइदिनु भएछ। आम्मामा मैले मगाएको त एउटा ए 2-3 केजी होला। हाम्रो आर्सुको लागि आपाले चामल ल्याइदिनु भएछ है। आर्सु चाहिँ माम खाँदैछ हो। उसलाई अलिक खोकी लाग्दैछ। अन्त बहिनीको लागि केरा पनि ल्याइदिएको थिएँ। यो तिमी खाँदा पनि भयो, बहिनीको पनि ल्याइदिनु। बस्तीको केरा होइन यो बस्तीको केरा ल्याइदिनु भएछ। त्यहाँदेखि यो के होला? चिकन होला। वाउ बस्तीको काँक्रा फर्स्ट हो। यो काँक्रा र यो म्याङ्गो चाहिँ हाम्रो फर्स्ट हुँदैछ है। फर्स्ट सिजनको फर्स्ट के होला? डल्ले डल्ली पनि ल्याइदिनु भएछ नयाँ डल्ले। यो सब्जी हो। यो पनि सब्जी नै रहेछ। इस्कुस भेन्डीहरू हो। मम्मीले चाहिँ मासुहरू खानु हुँदैन नि त बेसी, त्यही भएर यो चाहिँ चिकन आपाले काटी। दिदी चाहिँ यहाँ दुधहरू तताउनु हुँदैछ हो खिरको लागि। दिदी भेना चाहिँ सौदा गर्नु जानुभएको थियो बजार हो। बिजी सबै यत्तिकै छ। फन्को मनको गरेको छैन हो। हाम्रो जमुना पनि बिजी छ आज। बिजी के गर्छस् जमुना? माछा धुन्दैछु। माछा। ल म गएको बजार। बाई बाई छिटो आउनु। हुन्छ। अन्त म चाहिँ रेडी भएर बजार जान आँटेको केक लिनु हो स्पेसल अब केक। अन्त अलिअलि सामानहरू लिनु गएको।